ओ भाइ साहब लिटरली मैले यो वान पिस च्याप्टर 1163 को स्पोइलरमा के देखिरहेको छु, हिस्ट्रीको स्ट्रङ्गेस्ट पाइरेट, स्ट्रङ्गेस्ट मरिन, स्ट्रङ्गेस्ट बिस्ट र स्ट्रङ्गेस्ट पर्सन मिलेर इमु र गडसँग फाइट गर्न खोजिरहेका छन्। गड भ्यालीको च्याप्टर आएदेखि ओडाले यस्तो ब्याङ्गर च्याप्टर दिइरहेको छ कि मेरो कट्टु नै भिजिसक्यो। हामीले चाहिँ गड भ्याली इन्सिडेन्टलाई एउटा घटना मात्र नमानिकन पुरा नै एउटा सिक्रेट वार मान्न सक्छौ, किनकि यो वारमा भएको सबै इन्फर्मेसनलाई चाहिँ इमुले आफैले डिस्ट्रोय गरेको छ। तिमीहरू कोहीले वान पिस अनइन्ट्रेस्टिङ र स्लो छ भनेर सोच्दै छौ भने आजको यो च्याप्टर चाहिँ तिमीहरूकै लागि हो, किनकि यो जब 20 पेजको च्याप्टरमा हामीलाई यति धेरै कुरा रिभिल गरिएको छ कि स्पोइलर पढ्दै नै मलाई गुजबम्स आएको थियो। यो च्याप्टरको हाइलाइट चाहिँ के हो भन्दाखेरि 3 जना लेजेन्डरी पर्सनहरू मिलेर चाहिँ इमुसँग फाइट गर्नेछन्। त्यति मात्र नभइकन इमुले चाहिँ रक दी जेबिकलाई दोमा रिभर्स युज गरेर चाहिँ डिमनमा कन्भर्ट गरेको छ। सो केही ढिलाइ नगरिकन चाहिँ आजको यो च्याप्टर स्पोइलरलाई स्टार्ट गरौँ र भिडियो स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। वान पिस च्याप्टर 1163 को अफिसियल टाइटल चाहिँ प्रमिस हो, जसमा यो प्रमिस चाहिँ रक दी जेबिकले डेभी जोन्सलाई गरेको होला। यो इनिशियल स्पोइलर भएको कारणले गर्दा हामीलाई चाहिँ केही पनि रिफरेन्स दिएको छैन, तर रक दी जेबिकले चाहिँ प्रोबब्ली डेभी जोन्सलाई नै प्रमिस गरेको छ, किनकि इमुले चाहिँ डेभी जोन्सको बारेमा कुरा गरेको छ। च्याप्टरको कभर पेजमा चाहिँ हामीलाई लुफी देखाउँछ, जसमा ऊ चाहिँ बाँदरहरूसँग मिलेर पार्कोर गर्दैछ। पार्कोर भने चाहिँ तिमीहरूलाई के हो भनेर थाहा छैन भने यो चाहिँ एउटा खम्बाहरूमा चढ्ने जस्तो एउटा एक्टिभिटी हो। ओडाले चाहिँ यहाँ मंकी भन्ने वर्ड युज गरेको छ, जसले उसको नाम मंकी डी लुफीलाई पनि रेफरेन्स गर्ने गर्छ र यसले चाहिँ हामीलाई के बुझाउँछ भन्दाखेरि लुफी बाँदरहरू जस्तै जिज्ञासु र चञ्चल छ। स्पोइलरको स्टार्टिङमा चाहिँ हामीलाई इमु देखाउँछ, जसमा उसले रक दी जेबिकलाई चाहिँ डेभी जोन्स भन्छ, जसको जवाफमा चाहिँ रक दी जेबिकले म डेभी जोन्स होइन भन्छ। इमुले चाहिँ रक दी जेबिकलाई डेभी जोन्स भन्नुको कारण चाहिँ अहिलेसम्म रिभिल गरिएको छैन, तर मेरो हिसाबमा चाहिँ के कारण होला भन्दाखेरि कि त उनीहरूको पर्सनालिटी सेम छ, कि त उनीहरूको फाइटिङ स्टाइल सेम छ होला। अर्को ठाउँमा चाहिँ रक दी जेबिकले एउटा कुरा गर्छ, जसमा मैले चाहिँ एउटा प्रमिस गरेको छु र मलाई चाहिँ के कुरा थाहा छ भन्दाखेरि म चाहिँ त्यो प्रमिसलाई फुलफिल गर्नेछु। सरी, मैले चाहिँ हल्का अगाडि मिस्टेक भनेछु। यो प्रमिस चाहिँ रक दी जेबिकले आफ्नो वाइफ इरिसलाई गरेको थियो। त्यो प्रमिस चाहिँ के हो भन्दाखेरि रक दी जेबिकले चाहिँ लुजियानामा गएर इरिस र ब्ल्याक बियर्डलाई भेट्ने छ, जुन कुरा चाहिँ आई डोन्ट थिंक सो मलाई हुन्छ जस्तो लाग्छ, किनकि इमु आएपछि चाहिँ इमुले चाहिँ कुनै पनि ब्याटल अहिलेसम्म हारेको छैन। रक दी जेबिकलाई चाहिँ लुजियानामा जानु छ भने कि त इमुलाई हराउनु पर्छ कि त उनीहरूसँग भागेर आउनु पर्छ, तर रक दी जेबिक चाहिँ आफ्नो वचनको पक्का हो। ऊ यतिकै कुनै पनि ब्याटल फिल्डबाट भागेर आउँदैन। हामीलाई चाहिँ बिग मम देखाउँछ, जसमा ऊ चाहिँ त्यो ट्रियोको ब्याटलमा सामेल हुन्छ र उनीहरू मिलेर चाहिँ अट्याक गर्न थाल्छ, जसमा बिग मम चाहिँ त्यो ब्याटलमा जोइन भएदेखि त्यो ब्याटलको मुख नै पल्टिएको थियो। हामीलाई चाहिँ रजर पाइरेट देखाउँछ, जसमा उनीहरू चाहिँ अहिलेसम्म पनि रक्स पाइरेटसँग फाइट गरिरहेका थिए, जसमा उनीहरूको फाइट चाहिँ जन र हान्जियुको फाइटबाट सुरु भएको थियो। हामीलाई चाहिँ गार्प र रजर देखाउँछ, जसमा उनीहरू 2 जना मिलेर चाहिँ इमुसँग फाइट गर्छन्। लिटरली तिमीहरूले सोच मात्र न, हिरो अफ द मरिन र स्ट्रङ्गेस्ट पाइरेट मिलेर चाहिँ इमुसँग फाइट गरेको छ, तर इमु अहिलेसम्म पनि बाँचिरहेको छ। यो कुराले चाहिँ के इन्डिकेट गर्छ भन्दाखेरि इमु साँच्चै माने कति बलियो छ। ड्याम, केटीहरू कसरी यति बलियो हुन थाले। फेरि जेबिक, काइडो, बिग मम र व्हाइट बियर्ड मिलेर पनि इमुलाई अट्याक गर्छ, तर इमुलाई चाहिँ केही पनि हुँदैन। हामीलाई चाहिँ एउटा बब्बाल डबल स्पिड पेज देखाउँछ, जसमा रक्स, रजर, गार्प, व्हाइट बियर्ड, काइडो र बिग मम मिलेर चाहिँ इमुलाई टुगेदर अट्याक गर्छन्। त्यत्रो ठुलो अट्याक भए तापनि इमुलाई चाहिँ केही पनि हुँदैन। तिमीहरू सोच मात्र न, इमु कति पावरफुल छ। इमुले चाहिँ यो अट्याक खाने बित्तिकै छिटै नै रिकभर हुन्छ। तिमीहरू चोर नै सोच न, इमु यति पावरफुल छ कि वर्ल्डको लेजेन्डहरूसँग फाइट गरे तापनि उसलाई एउटा खरोच पनि आएको छैन। यो पालिको च्याप्टर स्पोइलरमा चाहिँ यति नै थियो र च्याप्टरको लास्टमा चाहिँ हामीलाई इमुले आफ्नो डोमा रिभर्सको पावर युज गरेर चाहिँ रक दी जेबिकलाई डिमनमा कन्भर्ट गरिदिन्छ। उसले चाहिँ रक दी जेबिकलाई आफ्नो फ्यामिलीलाई मार भनेर पठाउँछ। यो कुरा सबै एनालाइज गर्ने हो भने चाहिँ ब्ल्याक बियर्ड, जो चाहिँ रक दी जेबिकको बच्चा हो, उसले चाहिँ इमुसँग आफ्नो बदला लिनुपर्छ, किनकि उसको फादरलाई चाहिँ इमुले डिमनमा कन्भर्ट गरेको छ। यो च्याप्टर पढिसकेपछि चाहिँ मैले इमुको ट्रु पावर के हो भनेर बुझिसके, त्यसैले मलाई चाहिँ अहिले इमु भन्दा पनि लुफीको लागि चाहिँ डर लागिरहेको छ। यो च्याप्टरमा चाहिँ मलाई स्ट्रङ्गेस्ट पाइरेट, स्ट्रङ्गेस्ट मरिनहरू त के हो जस्तो लागिरहेको छ, किनकि उनीहरूले आफ्नो पावरफुल अट्याक युज गरे तापनि इमुलाई चाहिँ केही पनि भएको छैन। सो आजको च्याप्टर स्पोइलरमा चाहिँ यति नै थियो र अर्को हप्ता चाहिँ मांगामा ब्रेक रहेको छैन। तपाईलाई चाहिँ आजको च्याप्टर स्पोइलर कस्तो लाग्यो भनेर कमेन्टमा लेख्नु नबिर्सनु होला। साथै मलाई चाहिँ सजेसन दिनु छ भने पनि कमेन्टमा लेख्नु होला। यस्तै एनिमे र मांगाको रिभ्यू तपाईले नेपालीमा हेर्नु छ भने मेरो च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक गर्न नबिर्सनु होला। धन्यवाद।